मोबाइलको एप्सहरू कसरी अपडेट गर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनुहोला। सबैभन्दा पहिलो तपाईँ आफ्नो मोबाइलको प्ले स्टोर ओपन गर्नुहोस्। म आफ्नो मोबाइलको प्ले स्टोर ओपन गरेँ। मोबाइलको प्ले स्टोर ओपन गरिसकेपछि तपाईँ आफ्नो आइडीमा क्लिक गर्नुहोस्। माथि आइडीमा क्लिक गरिसकेपछि यहाँ धेरै अप्सन आउँछ, जसमध्ये तपाईलाई म्यानेज एप्स एन्ड डिभाइसमा क्लिक गर्नुहोस्। म्यानेज एप्स एन्ड डिभाइसमा क्लिक गरिसकेपछि यहाँ तपाईलाई अपडेट्स एभाइलेबलमा क्लिक गर्नुहोस्। अपडेट एभाइलेबलमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ अहिले 11 वटा एप्सहरू अपडेट मागिरहेछ। यो अपडेट गर्नको लागि तपाईँ यहाँ अपडेट अलमा क्लिक गर्नुहोस्। अपडेट अलमा क्लिक गरिसकेपछि यहाँ यो सबै अपडेट भइरहेछ। अरु पेन्डिङमा छ र अरु अपडेट भइरहेछ। यहाँ सबै एप्सहरू अपडेट भइसकेछ। यहाँ भनिरहेछ यु आर रेडी। यो सबै एप्सहरू अपडेट भइसकेछ। तपाईँ यसरी हरेक हप्ता यो तरिकाले एप्सहरू अपडेट गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो हेर्नको लागि धन्यवाद।